ल त साथीहरु म त अहिले तुलसीपुर दाङमा आएर आज हिजो आएको थिएँ आउनु चाहिँ अनि आज चाहिँ यहाँ हिजो पनि बसेँ होइन अनि आज पनि बसि नै रहेको छु अनि आज त मलाई यहाँ सरहरूले नै भन्नुभएको छ कि आज यहाँनिर बसेँ यहाँनिर घुमेर जानु नि है भन्नुभयो त्यही कारणले गर्दा चाहिँ म आज तुलसीपुर दाङमा नै यहाँनिर बसिरहेको छु है अनि मेन कुरो त के हो भन्दाखेरि नि अब मैले सोचेको पनि थिइनँ अहिलेसम्म त्यो कसैले गरेको पनि छैन है अब यहाँनिर सानो बाबु हुनुहुँदो रहेछ उहाँ बाबुको पनि युट्युब च्यानल रहेछ है उहाँ बाबुहरूलाई देखाउँछु नि तपाईँलाई एकछिन हतार नगर्नु होला अनि उहाँ बाबुको पनि युट्युब च्यानल रहेछ उहाँको चाहिँ अब जस्तो उहाँ जब जन्मेदेखिको नै उहाँको चाहिँ युट्युब च्यानल उहाँको बाबाले खोलेर राखिदिनु भएको रहेछ है उहाँ बाबु चाहिँ अब के भने अहिले कमसेकम पनि वान इयर्सहरू जस्तो पुगिसक्यो होला है उहाँ बाबुलाई अब तपाईँहरूलाई देखाउँछ है उहाँ बाबुलाई हेर्नुहोस् होला एकपल्ट हाम्रो सबभन्दा सानो युट्युबर चाहिँ यहाँ छ है ल त बाबु हेलो हाई गरिदेऊ न नमस्ते हाम्रो सबभन्दा सानो युट्युबर हेर्नुहोस् त अन्त मेन त अन्त अहिले त यहाँनिर म यहाँनिर सरहरूकोमा नै बसि नै रहेको छु अनि मेन त यहाँनिर हाम्रो सानोबाट युट्युबर बाबु छ है हेलो हेलो भन्नु न हेलो खै हेलो हाम्रो सानो क्युट है युट्युबर अनि उहाँलाई उहाँको च्यानलमा पनि तपाईँहरूले सब्सक्राइबहरू गरिदिनु होला है लाइक कमेन्ट अनि सेयर पनि गरिदिनुहोस् होला किनभने हाम्रो भविष्यको युट्युबर हुनुहुन्छ उहाँ चाहिँ है उहाँलाई तपाईँहरूले जति सक्दो सेयर लाइक कमेन्टहरू गरिदिनुहोस् होला है उहाँलाई किनभने पछि ठुलो भएर त उहाँको चाहिँ मेमोरी बस्छ नि त त्यो युट्युबमा चाहिँ है अब उहाँको त जन्मेकोदेखिको अहिले यत्रो हुन्जेलसम्मको नै उहाँको चाहिँ अब युट्युब के अरे युट्युबमा भिडियोहरू हालिदिनु भएको रहेछ उहाँको बाबाले है उहाँलाई अब कति के हुन्छ भने पछि गएर त यादगार पनि हुन्छ है म सानोमा हुँदाखेरि यस्तो थियो उस्तो थियो भन्ने पनि हुन्छ त्यही कारणले गर्दाखेरि त हाम्रो यहाँनिर सानो युट्युबर बाबुलाई पनि सब्सक्राइब लाइक सेयरहरू गरिदिनुहोस् होला अनि सबैजनाले माया पनि गरिदिनुहोस् होला गरिदिन्छ नि है नगर्नु र यस्तो क्युट बाबुलाई देख्दाखेरि त नगर्नु र गर्नै पऱ्यो नि त होइन र साथीहरू अब त्यति त अब तपाईँहरूले गर्नु सक्नुहुन्छ तपाईँहरूको एउटा लाइक एउटा सब्सक्राइब गर्दाखेरि तपाईँहरूको अङ्गुली त दुख्दैन होला थिच्नु मात्रै पर्छ है त्यहाँबाट सब्सक्राइब गरिसकेपछि तपाईँहरूले बेल आइकनमा गएर अलमा पनि तपाईँले थिचिदिनु होला किनभने हाम्रो सानो युट्युबर भविष्यको युट्युबरको चाहिँ सबभन्दा पहिला तपाईँहरूलाई नै त्यहाँनिर उहाँको भिडियो तपाईँहरूको माझमा आइसक्छ अनि त्यही कारणले गर्दाखेरि त उहाँको सब्सक्राइब गरिदिएपछि चाहिँ बेल आइकन चाहिँ दबाउनु नबिर्सिदिनु होला है त ल अनि म चाहिँ अहिले यहाँनिर अल नेपालको लागि घुम्दै आइराखेको छु है अल नेपाल अब मैले कमसेकम पनि अहिले 47 जिल्ला घुमिसकेँ अनि यहाँ आइपुगिसकेपछि त अब यहाँनिर त एकदम माया पाएको छु मैले है यहाँ सरहरूकोबाट पनि सबैजना सरहरूकोबाट है अनि खेमरा सर भयो उहाँ भूपेन्द्र सरहरू भयो हाम्रो साइकलिस्ट सरको नाम के रेशमी अधिकारी सरहरूकोबाट पनि मैले एकदम माया पाएको छु मलाई जस्तै माया पनि उहाँलाई पनि दिनुपर्छ है त ल हाम्रो सानो क्युट चाहिँ नमस्ते भन्नु नमस्ते है सबैजना नमस्ते भन्नुहुन्छ ल नमस्ते हाम्रो क्युट युट्युबर है भविष्यमा ठुलो भएर त अझै ठुलो युट्युबर बन्ने हो ल त है बाबु ल त अब उहाँलाई मैले भनेको त गरिदिनु पऱ्यो के गर्नुहुन्न गर्छ नि है तपाईँहरूले गरिदिनु त पऱ्यो त्यति त ल त है म त अब एकछिन बस्छु उहाँलाई चाहिँ सब्सक्राइब चाहिँ गरिदिनै पर्छ है तपाईँहरूले ल त ओके टाटा बाई बाई